नेपालमा पनि गर्मी बढ्यो हैन। अब तपाईलाई साङ्ला र कमिला कम गर्नको लागि आज म एउटा उपाय तपाईलाई शेयर गर्नेछु। यो बोरिक एसिड तपाईले नजिकैको औषधि पसलमा किन्न पाउनुहुन्छ हैन। अब मैले तपाईलाई यो बनाउने तरिका यो भिडियो मार्फत शेयर गर्दैछु। तपाईलाई यहाँनिर यसमा 1 चम्ची जति बोरिक एसिड छ। यसलाई तपाईले खनाएर आधा लिटर पानीमा मिक्स गर्नुहोस् है। यसरी बनाउनुहोस् अनि त्यसपछि यसलाई सर आधा लिटर पानीमा मिक्स गर्नुहोस् यो बोरिक एसिड। त्यसपछि तपाईले 5 चम्ची जति चिनी मैले यहाँ राखेको छु है। यो चिनीलाई यहाँ मिक्स गर्नुहोस् है। अब त्यसपछि यो पानी मजासँगले मिक्स गर्नुहोस् है। यो जुन मिक्स छ अब म यसलाई चाहिँ तपाईलाई बोतलमा राख्छु अनि जहाँ जहाँ कमिला छन् अनि जहाँ जहाँ तपाईको यो साङ्ला छन् प्लेटमा बनाएर भित्र बच्चाले नबेर्ने ठाउँमा राखिदिन सक्नुहुन्छ। यो चिनीको गुलियोले आएर खान्छ र बोरिक एसिडमा भएको त्यो एसिडले गर्दाखेरि तिनीहरू सबै मर्छ।